नमस्ते। नमस्ते एभ्रिवान। आज चाहिँ म फर्स्ट भ्लग बनाउँदैछु। देख्न सक्नुहुन्छ मेरो पछाडि रहेको छ होटल एटलान्टिक्स होटल द पाम जुमेरा। यो चाहिँ मैले काम गर्ने होटल हो र म चाहिँ मेरो फर्स्ट भ्लग यहाँबाट स्टार्ट गर्दैछु। हुन त हजुरहरूले मलाई चिन्नु भएको छैन र मैले भिडियोहरू पनि बनाएको छैन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। यहाँ के छ कस्तो छ म हजुरहरूलाई मेरो भ्लग मार्फत देखाउने छु। पक्कै पनि हजुरहरूलाई इन्जोय गराउने कोसिस गर्छु। साथै सबैजनाले मन परेमा मलाई लाइक कमेन्ट साथै सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई। देख्न सक्नुहुन्छ यो चाहिँ फुल होटल हजुरहरूले टाढाबाट यस्तो रहेको छ। यो चाहिँ 5 स्टार होटल एकदमै रोयल हो एकदमै है। यो चाहिँ एक्सपेन्सिभ पनि छ भित्री हरेक कुराहरू धेरै कुराहरू एकदमै। यहाँ चाहिँ भिआइपी गेस्टहरू नै प्रायः आउने गरेको छ। हजुर पनि त्यस घुम्नको लागि आउनु सक्नुहुन्छ। एकदमै सही छ है घुम्नको लागि चाहिँ। अब विन्टरको टाइममा यो चाहिँ रहेको छ। यो माथि चाहिँ है यो फुलहरू टाइपको देखेको छ नि एकदमै सही छ त्यो ठाउँ चाहिँ। त्यहाँनिर चाहिँ एकदमै ठुलो स्विमिङ पुल रहेको छ। साथै त्यो ठाउँलाई चाहिँ क्लाउड 24 भन्छ सायद त्यहाँनिर है। एकदमै सही छ यो ठाउँ चाहिँ देख्न सक्नुहुन्छ। हजुरहरूले होटल त देख्नुभयो पक्कै पनि है। अब यसको फ्रन्ट साइडमा चाहिँ के छ म हजुरहरूलाई देखाउँछु। देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै ठुलो समुद्र रहेको छ। साथै बोर्डहरू देख्न सक्नुहुन्छ एकदमै रमाइलो छ। हजुरहरू आउनुभयो भने सबैजनाले इन्जोय गर्न सक्नुहुन्छ होइन। घुम्नको लागि आउनु होला हजुरहरू पनि। एकदमै घुम्नलाई चाहिँ सही छ यो ठाउँ। अब किनभने विन्टरको समय पनि स्टार्ट भइसकिसक्यो। सो आउन सक्नुहुन्छ हजुरहरू सबैजना है। एकदमै रमाइलो छ। भ्यूको मैले चाहिँ एकदमै इन्जोय लिइरहेको छु है। फर्स्ट मेरो भ्लग अनि फर्स्ट म चाहिँ घुम्न आएको। म सधैँ रेगुलर आउँछु तर काम गर्ने जाने होइन। म मजाले चाहिँ घुमेको थिइनँ तर आज आएको एकदमै मैले चाहिँ इन्जोय गरिरहेको छु। हजुरहरू पनि को हुनुहुन्छ आउनु चाहनुहुन्छ भने पक्कै पनि आउनु होला। इन्जोय गर्न सक्नुहुन्छ है। हेर्न सक्नुहुन्छ साथीहरू बोटिङ गरिरहेछ एकदमै इन्जोय लिइरहेछ। हजुरहरूले पनि भिडियो मार्फत देख्न सक्नुहुन्छ। एकदमै मैले चाहिँ इन्जोय गरिरहेछु। एकदमै सही छ घुम्नको लागि ठाउँ है एकदमै। गाइज म चाहिँ एकदमै रमाइलो गरिरहेछु है। आज मेरो छुट्टीको दिन पनि हो। सो फर्स्ट टाइम घुम्नको लागि आएको। ड्युटीको लागि त अब सधैँ पनि आइन्थ्यो भित्रको भित्रै होइन। मैले चाहिँ बाहिरको रमाइलो गर्न पाएको थिइनँ इन्जोय लिन पाएको थिइनँ। आज चाहिँ एकदमै इन्जोय भइरहेछ है। र साथीहरू होटल हजुरहरूले मैले बाहिरको भ्यू हजुरहरूलाई देखाएर भित्री अब म वाटर पार्कतिर जाँदैछु। त्यहाँको पनि म हजुरहरूलाई भ्यू देखाउँछु र के कस्तो छ सबै म हजुरहरूलाई देखाउने छु। मैले सुनेअनुसार चाहिँ वाटर पार्क चाहिँ विश्वकै सबैभन्दा ठुलो वाटर पार्क रहेको छ यो होटलको। सो भित्र गएर म हजुरहरूलाई देखाउने छु। यो चाहिँ एकदमै भ्यू बाहिरको चाहिँ एकदमै राम्रो छ। डेकोरेसनहरूदेखि हरेक कुरा राम्रो छ देख्न सक्नुहुन्छ। यो चाहिँ एटिआर हो। दुईटा ब्रान्च रहेको छ यो होटलको चाहिँ। त्यो चाहिँ एटिपी यो चाहिँ एटिआर चाहिँ पुरानो होटल हो पहिला बनेको भने यो चाहिँ पछाडि बनेको होटल हो। तर दुईटै होटल बब्बाल छ साथीहरू। डेकोरेसन एभ्रिथिङ सबै कुरा एकदमै दामी छ। त्यो बिचमा रहेको छ वाटर पार्क। फर्स्टमा म जाँदैछु एटिपी त्यस पछाडि म वाटर पार्क जाँदैछु। सबै म हजुरहरूलाई देखाउने छु है।
मौसम पनि एकदमै सही छ देख्न सक्नुहुन्छ एकदमै है वाउ फुल इन्जोय गरिरहेको छु म अहिले चाहिँ निलो पानी निलो आकाश बब्बाल अनि त्यसमाथि बोटिङ गरिरहेको एकदमै सही छ साथीहरू एकदमै सही छ मैले चाहिँ फुल रमाइलो गरिरहेको छु एकदम तर घाम चाहिँ तातो तातो छ कि ठुलो ठुलो ढुङ्गा छ यो कहाँबाट कसरी ल्याएको होला एकदमै है सेम नेपालमा के यति धेरै त्यो पनि कस्तो यो के भन्छ चट्टान टाइपको के यो ढुङ्गा हुन त ढुङ्गालाई चट्टानै भन्छ होला तर एकदमै डह्रो खालको के है अचम्म लाग्दो यस्तो ठाउँमा कसरी यति धेरै होइन एकदमै यो त सोच्दाखेरि नै अचम्म लाग्दो कुरा हो होइन नेपालमा नि काश हाम्रो पनि यस्तै विकास भइदिएदेखि अब आउँदै गरेको नयाँ चुनावमा सायद होइन विकसित पक्कै पनि हुन्छ सबैले आश राख्नु भएको छ साथै मैले पनि हेरौँ देख्न सक्नुहुन्छ म चाहिँ एटिपीको अगाडि ठ्याक्कै अगाडि आएको छु गर्मी गर्मी छ तर एकदमै मौसम चाहिँ सही छ अब म भित्री पनि जान्छु त्यस पछाडि म अनि वाटर पार्क जान्छु यहाँ चाहिँ फोटो खिच्ने एरिया रहेको छ सबैजनाले यहाँ चाहिँ फोटो खिच्नेदेखि लिएर भिडियो बनाउने गरेको मैले पनि देखिरहेको थिएँ एकदमै सही छ है होटेल पछाडि बबाल छ है साथीहरू देख्न सक्नुहुन्छ होटल मेरो पछाडि भने साइडमा रहेको छ बिच बोटिङ एकदमै सही छ भ्लग बनाउनको लागि म चाहिँ फुल इन्जोय लिइरहेको छु एकदमै सही छ एकदमै मलाई चाहिँ एकदमै सही लाग्यो हजुरहरूलाई के कस्तो लाग्छ इफ इन्ट्रेस्ट हुनुहुन्छ भने आउन सक्नुहुन्छ है देख्न सक्नुहुन्छ साथीहरू हजुरहरूलाई थाहा छ यो के को रुख हो सेम फल्न चाहिँ अब त्यसको फल चाहिँ हेर्दा सुपारी टाइपको खजुर टाइपको तर मलाई चाहिँ थाहा छैन है यो के को बोर्ड हो भनेर हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला आजको मौसम चाहिँ साँच्चै भनेको साथीहरू एकदमै सही छ तर थोरै गर्मी छ तर पहिलाको जस्तो गर्मी चाहिँ छैन जति समरको टाइममा गर्मी हुन्छ त्यति चाहिँ अहिले छैन अहिले चाहिँ विन्टर स्टार्ट भइसक्यो नि त यहाँ पनि बिहान र बेलुका चाहिँ एकदमै मौसम सही छ तर अहिले पनि ठिक छ देख्न सक्नुहुन्छ म चाहिँ मेन इन्ट्रान्समा आइसकेको छु वाटर पार्क होइन मेन भित्र के छ कस्तो छ म हजुरहरूलाई देखाउने छु म चाहिँ मेन इन्ट्रान्समा आइसकेको छु सो अब म चाहिँ भित्री छिर्दैछु हजुरहरूलाई म देखाउँछु हेर्नु न एकदमै है कति क्युट छ कि यो प्लान्टहरू यति डेकोरेसन सही गरेको छ होइन म भन्दा हो चाहिँ क्युट है हाइट त मेरो पनि त्यति धेरै अग्लो त छैन तर एकदमै क्युट छ है यता देख्न सक्नुहुन्छ यता यो रुखको डेकोरेसन बबाल गरेको छ है यसलाई मिलाएर होइन कटिङ गरेर एकदमै सही छ मलाई चाहिँ एकदमै रमाइलो लागिरहेछ मैले चाहिँ फुल रमाइलो अब लिने कोसिस गरिरहेको छु भित्री गएर पनि है एकदमै बबाल एकदमै सही छ धेरै 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 ब्युटिफुल छ देख्न सक्नुहुन्छ रुखहरू है एकदमै राम्रो छ सेम लाइक यो रुख चाहिँ काफलको बोट टाइपको छ के तर एकदमै सही छ है एकदमै रमाइलो यहाँ अझ हेर्नु न यहाँनिर सानो सानो रुख छ बोट एकदमै दामी के डेकोरेसन चाहिँ बबाल गरेको छ कि यसलाई होइन मिलाएर काटेर है अब यस्तो ठाउँमा यति धेरै अब राम्रो सुन्दर ठाउँ छ म हजुरहरूलाई कसरी भन्नु है म चाहिँ अब मेन भित्री इन्ट्री गर्दैछु है देख्न सक्नुहुन्छ वाउ बबाल गोल्ड स्टोर रहेको छ यता एकदमै दामी फ्यान्सी स्टोरहरू धेरै कुरा छ यहाँ चाहिँ एकदमै सही छ सही वाउ सो ब्युटिफुल सो नाइस एकदमै सही छ है डेकोरेसन एकदमै बबाल होइन लोकल मान्छेहरू पनि धेरै आउँछ कि एकदमै वाउ गाइज
भेरी नाइस। सायद हलेन के भन्छ यसलाई, हलेन भन्छ होइन। एकदमै डेकोरेसन गरेको रहेछ, भब्बाल दामी छ है। अब हामी भित्री अझै भित्री इन्ट्री गर्दैछौँ। सो फाइनली गाइज है, हामी चाहिँ मेन इन्ट्रान्सबाट भित्र छिर्दैछौँ। यहाँ चाहिँ अब हामीले टिकट अब बुझाएर यहाँबाट भित्री आइसकेको छौँ। सो अब देख्न सक्नुहुन्छ मेन भित्री के छ कस्तो छ हजुरहरूले पुरा म फुल भिडियो मार्फत देखाउने छु। हजुरहरूले फुल भिडियो हेरेर इन्जोय लिनु होला। यो देख्न सक्नुहुन्छ यहाँनिर छ ड्रागन, साथै स्ट्याचु, अनि साथमा त्रिशूल। थाहा छैन यो चाहिँ के को स्ट्याचु हो है, तर बब्बाल छ डेकोरेसन। अनि मेन यहाँनिर भित्री आइसकेपछि नै एकदमै है दामी छ, देख्न सक्नुहुन्छ है। एकदमै दामी डेकोरेसन, फुलहरूदेखि लिएर पानी यताउता सब कुराहरू एकदमै डेकोरेसन बब्बाल छ है। मैले फुल इन्जोयले देख्न सक्नुहुन्छ एकदमै दामी छ। माथि देख्न सक्नुहुन्छ यहाँनिर ट्रम पनि छ, सायद ट्रम नै भन्छ होला। अनि एकदमै बब्बाल छ। यो चाहिँ हाम्रो पास रहेको छ। यो अब हामीले हातमा बाँधेर भित्र छिर्नुपर्ने हुन्छ। सो गाइज मैले चाहिँ हातमा बाँधि पनि सकेको छु। अब हामी अगाडि के छ कस्तो छ जाँदैछौँ। हजुरहरूले पनि हेर्नु होला है। म भित्री गएर हजुरहरूलाई फुल भिडियो मार्फत देखाउँदैछु। एकदमै फुल इन्जोय हुनेछ गाइज है। अब हामी चाहिँ गइरहेछौँ। अब यताभित्र मेन के छ कस्तो छ एकदमै दामी। यो माथिको ट्रम रहेको छ, देख्न सक्नुहुन्छ है। दामी भ्यू देखिरहेछ है, एकदमै दामी। यहाँनिर चाहिँ हजुरहरू आउँदाखेरि यो ट्रम मार्फत पनि आउन सक्नुहुन्छ। अनि टिकट लिएर भित्र इन्ट्री गरेर एकदमै बब्बाल इन्जोय गर्न सक्नुहुन्छ साथीहरू है। अब हामी चाहिँ अगाडि जाँदैछौँ। अब अगाडि गएर युनिफर्म चेन्ज गरेर ड्रेस चेन्ज गरेर हामी स्विमिङ गर्ने। त्यस पछाडि केही कुराहरू अब होइन रोचक कुराहरू खेल्ने यताउता अब सबै कुरा चाहिँ अब भित्री गएपछि नै थाहा हुन्छ। देख्न सक्नुहुन्छ म चाहिँ यहाँनिर एकदमै फुल है रमाइलो गरिरहेछ। यो साइडमा रहेको छ अब यहाँनिर यो चाहिँ मेन नाम चाहिँ थाहा छैन, तर अब हामी यसमा पनि जानेछौँ। साथै यसमा नि गएर खेल्नेदेखि लिएर इन्जोय लिने अब सोचमा आएको छौँ हामी चाहिँ आज है। अब फुल डे हामी चाहिँ फुल इन्जोय लिने प्लानमै छौँ। देख्न सक्नुहुन्छ बब्बाल छ गाइस, दामी छ। हजुर पनि आएर इन्जोय गर्न सक्नुहुन्छ है। सो अब हामी फेरि यहाँबाट पनि अब अगाडि जाँदैछौँ। दामी छ है, एकदमै मान्छेहरू खेलिरहेछ है। एकदमै धेरै क्या अब मान्छेहरू अब सिजन लाग्यो नि त यहाँनिर। अब विन्टरको टाइममा चाहिँ एकदमै बब्बाल मान्छेहरू एकदमै धेरै छ है। दामी छ है, यहाँ देख्न सक्नुहुन्छ तल। वाउ दामी छ गाइस, दामी है। अब हामी पनि हेर्दैछौँ है, इन्जोय लिँदैछौँ। अब साथै देख्न सक्नुहुन्छ मेन अब हामी चेन्जिङ रुममा आइसकेको छौँ। सो अब चेन्जिङ रुममा गएर यहाँबाट हामी भित्र देख्न सक्नुहुन्छ यहाँ अर्को फेरि स्ट्याचु बब्बाल दामी छ गाइस है। वाउ भेरी नाइस। यो चाहिँ सेम लाइक त्रिशूल अनि महादेव बस्ने टाइपको छ के, दामी है। मैले चाहिँ देख्न सक्नुहुन्छ मेरो हातमा त्रिशूल छ। मैले चाहिँ सो गाइज फाइनली मैले चाहिँ मेरो ड्रेस चेन्ज गरिसकेँ है। मैले चाहिँ अब स्विमिङको लागि अनि भित्र केही कुराहरू अब खेल्नको लागि मैले चाहिँ ड्रेस चाहिँ यस्तो खालको चेन्ज गरेको छु। किनभने यहाँ चाहिँ अब सबैले है प्रायः अब ओपन टाइपकै ड्रेसहरू लाउँछ। किनभने अब स्विमिङ गर्नको लागि अब मेरो पनि ओपन नै छ, तर त्यस्तो धेरै चाहिँ छैन होइन। हजुरलाई कस्तो लाग्यो, तर अब के यतिको ठाउँमा आएपछि अब यतिको नर्मल त अब गर्नै पर्यो है। सो सबै देख्न सक्नुहुन्छ एकदमै भिड छ। सबैजना आफ्नै सुमा होइन खेल्ने, रमाइलो गर्ने होइन, इन्जोय लिने, त्यही त हो नि। अब हामी पनि त्यो अब अगाडि के कस्तो छ हेर्दै जाँदैछौँ है। यहाँ अगाडि एकदमै बब्बाल रहेको छ। यो चाहिँ किड्स क्लब हो, जुनियर किड्स क्लब है, बच्चाहरूले खेल्ने ठाउँ। अब भरे हामी त्यहाँ तल पनि जान्छौँ र त्यहाँ गएर पनि हजुरहरूलाई देखाउँदैछु। अनि यहाँ चाहिँ अब रहेको छ हामी फर्स्ट अब हामी खेल्ने ठाउँ है। यहाँनिर खेलेर चाहिँ एकदमै इन्जोय लिने अब सोचमा हामी चाहिँ फर्स्ट यो चाहिँ मेरो अब सेफ्टी सुज हो। अब यो लगाएर अनि त्यस पछाडि हामी पानीमा जाने। मैले चाहिँ लगाइदिन सकेको छु, देख्न सक्नुहुन्छ गाइज है। ल अब चाहिँ म बसिसकेको छु। मलाई चाहिँ फनी टाइप पनि लागिरहेछ। फर्स्ट टाइम फुल रमाइलो इन्जोय भइरहेछ। देख्न सक्नुहुन्छ एकदमै बब्बाल दामी छ है, एकदमै रमाइलो।
सबजना एकदमै इन्जोय गरिरहेछ। एकदमै मैले पनि इन्जोय गरेँ है। हजुरहरू पनि इफ इन्ट्रेस्ट हुनुहुन्छ भने आएर इन्जोय गर्नु होला। देख्न सक्नुहुन्छ है छालमा त बब्बाल दामी गाइज है। एकदमै यो पानीको छालसँग म नि रमाइरहेको थिएँ, खेलिरहेको थिएँ, फुल इन्जोय गरिरहेको थिएँ। एकदमै बब्बाल दामी छ है, रमाइलो देख्न सक्नुहुन्छ। एकदमै फनी टाइपको दामी छ है। हजुरहरूलाई पक्कै पनि मेरो भिडियो हेरेर इन्जोय गरिराख्नु भएको छ मलाई होइन, आशा छ हजुरहरूले पक्कै पनि मलाई मेरो च्यानललाई माया गर्नुहुनेछ ल है। पक्कै पनि यदि हजुरहरूलाई मन परेमा प्लिज सब्सक्राइब पनि गरिदिनु होला। सो देख्न सक्नुहुन्छ मैले चाहिँ फुल इन्जोय, एकदमै दामी छ गाइज, एकदमै दामी है। म जति हजुरहरूलाई मैले अब भनिरहेको छु नि भिडियो मार्फत, त्योभन्दा नि दामी चाहिँ हजुरहरू आएर आफैले इन्जोय लिन सक्नुहुन्छ। यो चाहिँ रहेको छ के भन्छ यो चाहिँ रहेको छ एम्पोरियम। यहाँ चाहिँ धेरै कुराहरू राखेको छ, डेकोरेसनको लागि पनि होला सायद, धेरै कुराको लागि पनि। यहाँ चाहिँ माछाहरू क्युट क्युट है, सानो सानो, अनि सानो सानो के भन्छ बेबी सार्कदेखि लिएर यो माछा चाहिँ के हो थाहा छैन है, एकदमै क्युट। सायद यो माछाको नाम स्टिङ्ग्रे सायद के हो, हजुरहरूलाई थाहा छ भने प्लिज कमेन्ट गर्नु होला। यो चाहिँ बेबी सार्क हो है, एकदमै क्युट छ देख्नु न, एकदमै हेर्नु न क्युट क्युट माछाहरू एकदमै है, कलर कलरको क्या, एकदमै दामी छ है, एकदमै राम्रो। उतापट्टि साइडमा चाहिँ डल्फिन यताउता सो छ, सब फुल भिडियो मार्फत देखाउँदैछ। वाउ हेर्नु न क्युट के, एकदमै दामी छ है, बब्बाल दामी, एकदमै आकर्षण गराउने खालको छ। माछाहरूदेखि लिएर हरेक कुरा यहाँभित्र चाहिँ है, एकदमै दामी देख्न सक्नुहुन्छ। सो गाइज अहिले चाहिँ म आइसकेको छु फाइनली 2 फ्लोरमा। यो माथि यो चाहिँ स्लाइड गर्ने ठाउँ हो। यहाँ माथि चाहिँ बब्बाल भ्यू देख्न सक्नुहुन्छ। वाउ एकदमै दामी, यहाँको भ्यू हेरेर त मनै यस्तो आनन्द आउँछ कि सिरियसली भनेको, हरेक पीडाहरूले भुलाउने खालको भ्यू छ है, बब्बाल दामी देख्न सक्नुहुन्छ। मैले त एकदमै भ्यूको इन्जोय लिएँ। यहाँ तल पनि खेल्ने ठाउँहरू रहेको छ, हामीले जो अगाडि नै खेलिसकेको छौँ। सो यो देख्नुहुन्छ स्लाइड गर्ने ठाउँ। हामी चाहिँ माथि जाँदैछौँ, अब के कस्तो छ होइन, हामीले गर्न पाउँछ पाउँदैन थाहा छैन, किनभने अब एकदमै सिजन चलेर भिड रहेको छ। यदि इफ भिड छैन भने हामीले पनि खेल्नेछौँ, भिड छ भने चाहिँ हामी लाइन कोरेर बस्दैन, अर्को लोकेसनमा गएर हजुरहरूलाई अरू केही कुराहरू देखाएर इन्जोय गराउनेछौँ। सो देख्न सक्नुहुन्छ हामी चाहिँ भ्यू हेर्दै है माथि गइरहेछौँ है, एकदमै बब्बाल छ भ्यू। अब देख्न सक्नुहुन्छ मान्छेहरू, यो चाहिँ स्लाइड गर्ने ठाउँ मेन यही हो, देख्न सक्नुहुन्छ बब्बाल इन्जोय गरिरहेछ। साथीहरू पछाडि रहेको छ एटिआर होटल, जसमा मैले ड्युटी मेरो काम गर्ने ठाउँ, र यहाँ रहेको छ समुद्र जहाँ स्विमिङ गर्न सक्नुहुन्छ। हजुरहरू पनि आएर फुल इन्जोय गर्न सक्नुहुन्छ। मलाई स्विमिङ गर्नु त आउँदैन, तर पनि म चाहिँ ट्राई गर्दै सिक्दैछु। जस छेउमा धेरै टाढा त जान सक्दिनँ, त्यही हो, एकदमै रमाइलो भइरहेछ। मौसमले पनि एकदम साथ दिएको छ, बब्बाल रमाइलो छ गाइस। र साथीहरू हामी चाहिँ होइन हल्का स्विमिङ गरेर बसिरहेछौँ। अब चाहिँ हामी सबैजना उता डल्फिन सो हेर्नको लागि जाँदैछौँ। सायद 4 बजीदेखि स्टार्ट होला। अनि डल्फिन सो हेरेर अनि त्यस पछाडि घुम्ने ठाउँ यताउता अलिअलि घुमेर अनि त्यस पछाडि रुम फर्किन्छन्। तर बब्बाल रमाइलो भइरहेछ सिरियसली साथीहरू है, एकदमै भ्यू दामी देखिरहेछ, दामी आइरहेछ। अनि साथै मौसमले पनि एकदमै साथ दिएको छ होइन, घाम बब्बाल रमाइलो भइरहेछ साथीहरू।
र गाइज है मैले चाहिँ सो हेरेर एकदमै इन्जोय गरेँ। तपाईँहरूले पनि मेरो च्यानल हेरेर पक्कै पनि इन्जोय गर्नुहुनेछ। सो हजुरहरूले मन परेमा मेरो च्यानललाई साथै सेयर अनि सब्सक्राइब गरिदिनु होला। सो गाइज हजुर पनि आउन सक्नुहुनेछ होइन। अब म चाहिँ अब यो भिडियोलाई यही इन्डिङ गर्दैछु किनभने रात पनि पर्न लागेको छ, रुम पनि अब हामी जानुपर्ने हुन्छ होइन। भिडियो हजुरहरूलाई कस्तो लाग्यो होइन, मैले चाहिँ सकेसम्म हजुरहरूलाई पनि फुल इन्जोय दिने टाइपले भिडियो बनाएको छ। हजुरहरूलाई मन परेमा लाइक कमेन्ट साथै मलाई सब्सक्राइब पनि गरिदिनु होला। यो चाहिँ मेरो फर्स्ट भिडियो। सो हजुरहरूलाई मन परेमा फेरि पनि म अर्को भ्लग बनाउने छु, हजुरहरूसँग अर्को भ्लगमा फेरि पनि भेट्ने नै छु। हस् त, बाई बाई।